त्रिभुवन विश्वविद्यालयले भर्खरै बिबिएस फर्स्ट इयर पार्शियल एक्जाम दिने विद्यार्थीहरूको लागि एक्जाम फारम खुलाएको छ। यसको मतलब जो फर्स्ट इयरमा ब्याक लागेर बस्नुभएको छ उनीहरूको लागि चाहिँ अब एक्जाम फारम खुलिसकेको छ। सो फारम कहिले भर्नुपर्छ त भन्दाखेरि फारम भर्ने मिति चाहिँ पुस 6 गतेदेखि चाहिँ माघ 6 गतेसम्ममा तपाईँले नियमित दस्तुर तिरेर चाहिँ फारम भरिसक्नुपर्नेछ हैन। अब तपाईँले नियमित दस्तुर तिरेर फारम भर्न छुट्याउनु भयो भने माघ 9 गतेदेखि माघ 16 गतेभित्रमा तपाईँले डबल दस्तुर तिरेर चाहिँ फर्म भरिसक्नुपर्नेछ। यसको मतलब अब तपाईँहरूको एक्जाम आउन धेरै समय बाँकी रहेन। तपाईँको बिजनेस इङ्ग्लिसमा ब्याक लागेको छ र बिजनेस इङ्ग्लिस कटाउन एकदम गाह्रो लागिरहेको छ भने हामीले एक्जाम पास गर्न सजिलो हुने खालके रेकर्डेड भिडियोहरू तयार पारेका छौँ। सो यदि तपाईँलाई फर्स्ट इयर इङ्ग्लिसको रेकर्डेड भिडियो चाहिएको छ भने आज नै स्क्रिनमा देखाएको वाट्सएप नम्बरमा मेसेज गरेर रेकर्डेड क्लासेस पर्चेस गर्न सक्नुहुनेछ। सो द्याट तपाईँ इजिली बिजनेस इङ्ग्लिस सब्जेक्टमा पास गर्न सक्नुहुनेछ। सो रेकर्डेड क्लास चाहिएको छ भने आज नै स्क्रिनमा देखाएको वाट्सएप नम्बरमा मेसेज गर्नुहोला।